back to my channel. Long time no see किनकि मेरो एक्जाम पनि थियो अनि मलाई बोर पनि लागेको थियो अनि अब छुट्टी पनि छ त यसले हामीहरु यहाँको छु. So let's go. यो चाहिँ मेन एन्ट्रेन्स हो. यसको नाम चाहिँ बुढानील खण्ड स्ट्रीट फूड फेस्टिभल हो. अब जाम भित्र. ला अब जाने है गाइस. हेर्नु त कस्तो राम्रो गोल्डन लाइटनिङहरु छ. यहाँ हेर्नु त यति भिड लागेछ. वाउ. हेर्नु त कति धेरै मान्छेहरू रहेछ. स्टार्ट भएको छ है यहाँदेखि. हेर्नुहोस् कति धेरै माटोहरू रहेछ नि. यहाँ त अचारहरू पनि छन्. हेर्नु यिनीहरू भिड लगाइरहेछन्. दार्जिलिङ मोमो पनि छ. हेर्नु कति धेरै फुड्सहरू रहेछ. मोबाइलको छ, फुडहरू छ, अरू केहरू छन्. हेर्नुहोस् कति धेरै छ. सेलरोटी खालको पनि पसलहरू छन्. कति धेरै छन् क्या. हेर्नु खानाको पनि छ. मोबाइलको पनि छ. अरू के खानेकुराको छ. अनि यो सिडहरूको पनि छ. हेर्नुहोस् गाइस. हेर्नुहोस् मोमो पकाउनु हुँदैछ. मोमो पकाउने. मोमो माई फेभरेट फुड. अरू केहरू छन्. हेर्नु यो मिठाईको पसल हो. हेर्नुहोस् मिठाईको पसल. मिठाईहरू कति अचारहरू पनि छन् यहाँ. अचारहरू कति धेरै फ्रेग्रेन्स अनि टाइप्सको छ. अनि हेर्नुहोस् लाइटिङहरू कति दामी लाइटिङहरू छ. वाउ. स्टेज तपाईँले मेरो आवाज सुनेको छैन कि त्यो म्युजिकले गर्दा. डिचिङ गरी म्युजिक छ. कस्तो डेन्जर म्युजिक छ. म्युजिक भनेर हामीलाई
फेरि ऊ त्यो लेजर लाइटनिङ हो कस्तो ठुलो हाउसमा डिचिङ डिचिङ गरिरहेछ कस्तो डेन्जर गाना छ क्या ए हेर्नुहोस् लेजर लाइटनिङ Đây vô có điều. Ya kapok so ya chile mo. हेर्नुहोस् उताबाट हिँडेर अब एन्ट्रेन्समा जान आँटेछ अब घर जान आँटेछ प्लिज लाइक एन्ड सेयर एन्ड कमेन्ट एन्ड सब्सक्राइब